हामी कतिपयलाई लाग्न सक्छ एउटा पाठेघरभित्र रहेको शिशु जसलाई हामी फिटस पनि भन्छौँ कसरी जन्मने बित्तिकै बाहिरी इन्भाइरोमेन्टमा बाँच्न सक्छ। आज हामी यो भिडियोमा त्यस विषयमा कुरा गर्नेछौँ। एउटा बच्चा जब पुरा महिना पुगेर जन्मन्छ अर्थात् 37 हप्ता कम्प्लिट गरेर जन्मन्छ, जसलाई हामी फुल टर्म बेबी पनि भन्छौँ, उसको शरीरमा अनेकौं चेन्जेसहरू आउँछन् किनभने उसले पाठेघरभित्रबाट, जसलाई हामी इन्ट्रायुट्राइन इन्भाइरोमेन्ट पनि भन्छौँ, त्यहाँबाट बाहिरी इन्भाइरोमेन्ट अर्थात् एक्सटर्नल इन्भाइरोमेन्टमा निस्किन पर्ने हुन्छ। पाठेघरभित्र प्रेग्नेन्सीको बेला तरल पदार्थ हुन्छ जसलाई हामी एम्नियोटिक फ्लुइड पनि भन्छौँ। त्यसैमा फिटस तैरिरहेको हुन्छ। अचम्म सुनिन सक्छ, तर यो तरल पदार्थ बच्चाले फेरेको पिसाबबाट अनि बच्चाको फोक्सोबाट सेक्रेट हुन्छ। त्यस कारणले फिटसको फोक्सो पनि यो तरल पदार्थले भरिएको हुन्छ, जसले बच्चाको फोक्सोको डेभलपमेन्टमा एकदमै इम्पोर्टेन्ट रोल खेल्छ। अब इन्ट्रेस्टिङ कुरा के हो भने यो तरल पदार्थ बच्चा जन्मेपछि कहाँ जान्छ त? अनि बच्चाको फोक्सो त बच्चा जन्मेपछि ठुलो मान्छेको जस्तो हावाले भरिनुपर्छ। त्यो कसरी हुन्छ त? बच्चा जन्मिने बित्तिकै रुनुपर्छ भन्ने त सबैले सुन्नुभएको होला। हो, बच्चा रोएपछि हावाभित्र जान पाउँछ अनि उता भने फोक्सोमा भएको पानी बच्चाको ब्लडमा बच्चाको नसा हुँदै जान्छ। अब कहिलेकाहीँ महिना पुगेरै जन्मेको बच्चालाई पनि सास फेर्न गाह्रो हुनसक्छ। त्यो चाहिँ मोस्ट कमनली फोक्सोको पानी राम्ररी निस्किन सकेन भने हुनसक्छ। यो विशेष गरी नर्मल डेलिभरी भन्दा अपरेसन गरेर जन्माउने बच्चामा देखिन सक्छ। त्यस्तो बेलामा बच्चालाई बाहिरबाट केही घन्टा अथवा केही दिनसम्म अक्सिजन पनि दिन पर्ने हुनसक्छ, जसले गर्दा उसलाई सास फेर्न सजिलो हुन्छ। अनि केही दिनपछि जब त्यो फोक्सोमा भएको पानी आफै बिस्तारै ब्लडमा जान्छ, बच्चाले कुनै अक्सिजन बिना नै सास फेर्न थाल्छ। यस्तो चेन्जेसहरूको कारणले गर्दा एउटा पाठेघरभित्र रहेको शिशुलाई जन्मिने बित्तिकै तुरुन्तै बाहिरी इन्भाइरोमेन्टमा बाँच्न सजिलो हुन्छ। हजुरहरूलाई अझै डिटेलमा फिजियोलोजिकल चेन्जेसहरू बुझ्न मन छ भने मैले यस विषयमा अर्को भिडियो पनि बनाएको छु। त्यस भिडियोको लिङ्क डिस्क्रिप्सन बक्समा अभाइलेबल छ। आजको लागि यति नै। म डाक्टर उत्सव तिमल सिन्हा, बालरोग विशेषज्ञ।